नमस्कार गाइस, म करण। आज फेरि म तपाईलाई नयाँ एवं अनौठो चीज देखाउँदैछु। हेर्नु होला भिडियोलाई अन्त्यसम्म। के रहेछ त आजको नयाँ भिडियोमा है। ल गाइस, हेर्न सक्नुहुन्छ यो के रहेछ त। तपाईहरुलाई थाहा छ यो के रहेछ? यत्रो जंगलको छेउमा अनि बारीको पाटामा के रहेछ त? म तपाईलाई यसको रहस्यमय भन्ने छु र ल हेर्नुस् के रहेछ भन्दाखेरि यो चाहिँ कमिलाको घर। कति धेरै कमिला छन् हेर्नुस्, त्यहाँबाट बाटो बनाएको छ अनि यता हिँड्दैछन्। यो कति धेरै जोडेर चाहिँ यति ठुलो मन्दिर जस्तो बनाएको छ यिनी कमिलाले। हेर्नुहोस् त, मानवीय जाति जस्तै यिनीहरूले पनि आफ्नो घर चाहिँ यसरी बनाएका छन्। यो चाहिँ यसरी चाहिँ ठाउँबाट जाने बाटाहरू र यो कति सुन्दर छ। यो हेर्नु त, उतातिर गाउँ छ, मान्छेको जस्तै घर बनाएको छ अनि र ल हेर्नुहोस्, स्वयं एउटा मन्दिर जस्तै छ यो। म यो बाटोमा हिँड्दाखेरि चाहिँ यसो देखेर चाहिँ बनाउन लागेको र एउटा चाहिँ यतातिर पनि छ। यो हेर्नु त, त्यहाँ रुखमा यो अनि यतातिर जङ्गल छ। यो ठ्याक्कै भन्दाखेरि बाँसगारीमा पर्छ। यो बर्दिया जिल्लाको बाँसगारी नगरपालिकामा र यति सुन्दर छ। यो ब्रह्माण्ड छ। यो चारैतर्फबाट हेर्दाखेरि कति सुन्दर छ यो कमिलाको घर। हेर्न सक्नुहुन्छ कति सुन्दर छ कमिलाको घर। र यतातिर पानीहरू पनि छ। हेलो, यो चाहिँ यतातिर रोड छ, सुन्दर वातावरण छ। र आज पनि यो अनि त्यतातिर पनि छ। यतातिर रोड, जङ्गल, बाटोघाटो कति सुन्दर हरियाली भएको छ। अनि ल गाइस, फेरि पनि न्यू भिडियोको साथ उपस्थित हुनेछु। म चाहिँ अब लाग्नु पर्यो घरतिर। यसो न हिँड्दाखेरि ट्राभल गर्दाखेरि यसो न आजको ब्लगिङ यही खत्म हुन्छ। ओके गाइस।